ओके, अब हामीले लाइफ स्क्रिप्ट इन ट्रान्जेक्सनल एनालाइसिस बुझिसकेपछि अब हामी अर्को कुरा बुझौँ, लाइफ पोजिसन। के हो यो लाइफ पोजिसन भनेको? सबभन्दा पहिला यसबारेमा बुझौँ। हामीले यो लाइफ पोजिसनलाई कति क्याटेगोरीमा बाँड्न सक्छौँ भन्ने कुरा बारेमा बुझौँ। लाइफ पोजिसन सुरुमा एरिक ब्रेन भन्ने व्यक्तिले यो इस्टाब्लिस गरेको एउटा पोजिसनिङ हो। यसले के भन्छ भने एउटा मान्छेको एउटा स्पेसिफिक बिहेभियर हो। लाइफ पोजिसन एउटा स्पेसिफिक बिहेभियर हो, कसको प्रति? अरूप्रति गरिने बिहेभियर हो, व्यवहार हो। कसको आधारमा भन्दा अन द बेसिस अफ सर्टेन एजम्पसन, केही मान्यताको आधारमा अरूप्रति गरिने बिहेभियरलाई हामी के भन्छौँ? लाइफ पोजिसन भन्छौँ। त्यसैको आधारमा हामी यसलाई क्याटेगोराइज गर्छौँ। यसको मतलब के भयो भन्दाखेरि एरिक ब्रनका अनुसार हामी के भन्न सक्छौँ भने एजम्पसन, दुईटा एजम्पसनमा लिनुपर्छ। एजम्पसन अबाउट सेल्फ, आफ्नो बारेमा कस्तो मान्यता छ, प्लस एजम्पसन अबाउट अदर्स, अरूको बारेमा कस्तो मान्यता राख्छौँ। यो दुईटाको कम्पोजिसन, यो दुईटाको टोटल नै के हो? लाइफ पोजिसन हो। त्यसकारणले हामी अरूको बारेमा कस्तो मान्यता राख्छौँ र आफ्नो बारेमा कस्तो मान्यता राख्छौँ, यसलाई नै हामी लाइफ पोजिसन भन्छौँ। यसलाई कसैले क्याटेगोराइज गर्ने क्रममा ओके कोराल पनि भनिन्छ। अब त्यो क्याटेगोरीको बारेमा म डिस्कस गर्न चाहन्छु। 4 क्याटेगोरी अफ लाइफ पोजिसन, 4वटा क्याटेगोरी हुन्छ। एउटा के हुन्छ भने आई एम ओके, यु आर ओके। आई एम ओके, यु आर ओके। म पनि ठिक छु, तिमी पनि ठिक छौ। मैले गरेको काम पनि ठिक छ, तिमीले गरेको काम पनि ठिक छ। मैले पनि कमाउनु पर्यो, मैले पनि जान्नु पर्यो, तिमी पनि कमाउनु पर्यो, तिमी पनि अचीभ गर्नु पर्यो। जुन काम तिमीले गरिरहेका छौ, मैले गरेको काम र तिमीले गरेको काम सही ठिक छ भनिन्छ। यसलाई हामी गुड पनि भन्छ। ठिक छ, यो राम्रो छ, गुड, यो पोजिसनिङ। अर्को के छ? आई एम ओके, म ठिक छु, मैले गरेको काम ठिक छ, बट यु आर नट ओके, तिमी ठिक छैनौ। मतलब ब्लेम गेम भयो। यसलाई हामी के भन्न सक्छौँ भन्दाखेरि पागलपन जस्तो, प्यारानोइड, एकदम पागल। जे पनि सही छ आफूले गरेको सही छ, अरूले गरेको गलत छ। दिस इज आई एम ओके, म ठिक छु तर तिमी ठिक छैनौ। अब यसको बारेमा म डिटेलमा एक्सप्लेन गर्नेवाला छु। अर्को एउटा क्याटेगोरी छ यो पोजिसनिङको, आई एम नट ओके, म ठिक छैन, बट यु आर ओके, तिमी ठिक छौ। म ठिक छैन तर तिमी के छौ? तिमी ठिक छौ। यसलाई के भनिन्छ भन्दाखेरि डिप्रेसिभ, आफूले आफूलाई कमजोर साबित गरेको। मैले नगरे पनि केही छैन, म अगाडि नबढे पनि केही छैन, तर तिमी अगाडि बढ्नु पर्यो, तिमीले गरेको सही छ, मैले यो गर्न सक्दैन। यस्तो खालको यो लाइफ पोजिसनिङ। आफ्नो बारेमा एजम्पसन कमजोर छ, विक एजम्पसन चाहिँ आफ्नो बारेमा छ। अर्को 4 क्याटेगोरी छ, आई एम नट ओके, म पनि ठिक छैन, यु आर नट ओके, तिमी पनि ठिक छैनौ। यो भनेको एकदम फ्युटाइल, कुनै मिनिङै छैन, यसको मिनिङै छैन। न यसले गरेको म पनि ठिक छैन, ममा पनि क्षमता छैन, तिमीमा पनि क्षमता छैन, यस्तो किसिमको जुन चाहिँ छ, म पनि ठिक छैन, यो पनि तिमी पनि ठिक छैन, यो पनि ठिक छैन, सब तिमीले गरेको पनि ठिक छैन, मैले गरेको पनि ठिक छैन, म पनि गर्न सक्दैन, तिमी पनि गर्न सक्दैन। यस्तो खालको के हुन्छ यसलाई? फ्युटाइल, मतलब कामै नलाग्ने यस्तो खालको लाइफ पोजिसनिङ। अब मान्छे अगाडि बढ्ने दौडाइमा हेर्नुहोस्, नम्बर 1 आई एम ओके, यु आर ओके, गुड मात्र होइन, यसलाई हामीले एकदम हेल्दी पोजिसनिङ भन्छौँ यसलाई। यस्तो ठाउँमा गर्न सकियो भने इट इज हेल्दी पोजिसनिङ हुन्छ। जस्तै आई एम ओके, यु आर नट ओके, प्यारानोइड मात्र होइन, यसले के भन्छ? यसले के यु आर नट ओके भनेको एकजना मान्छेलाई के देखायो? आफूलाई माथि देखायो। वन अप पोजिसनिङ भन्छ यसलाई, वन अप पोजिसनिङ, आफूलाई माथि देखायो। आई एम नट ओके, यसलाई के भन्छ? वन डाउन पोजिसनिङ भन्छ, आफूलाई कमजोर देखायो, वन डाउन पोजिसनिङ भन्छ। अब यो के छ? आई एम नट ओके, यु आर नट ओके, यो के हो? एकदम यो पोजिसनिङ होपलेसनेस पोजिसनिङ हो। यसबाट जिन्दगीमा काम पनि अगाडि बढ्नेवाला छैन। त्यसकारणले अर्गनाइजेसनमा हेऱ्यो भने, अर्गनाइजेसनमा तिमीले गरेको काम पनि ठिक छ, मैले गरेको काम पनि ठिक छ, यस्तो पोजिसन आउने एकदमै राम्रो। सम्पूर्णलाई यो लेभलमा पोजिसनिङ गर्न सक्नु आजको हाम्रो आवश्यकता हो, आजको हाम्रो अर्गनाइजेसनको सक्सेस हो, आजको हाम्रो टिमवर्कको सक्सेस हो। तर धेरै जसो के हुन्छ? आई एम ओके, मैले त भनेको थिएँ नि, तिमीले मैले भनेको नमानेको कारणले गर्दा तिम्रो कारणले यो काम बिग्रियो,
यस्तो खालको ब्लेमिङ गेम यो भनेको सेकेन्ड पोजिसन हो आई एम ओके यु आर नट ओके त्यस्तै हेर्नु भने आई एम नट ओके यु आर ओके रेयरली पाइएला आई एम नट ओके यु आर नट ओके अब यो भयो भने त त्यस्तो अर्गनाइजेसनमा यस्ता मान्छेहरूलाई निकाल्नुको विकल्प केही पनि छैन त्यस कारणले यस्तो अर्गनाइजेसनमा यस्ता व्यक्तिहरूबाट निकाल्नेवाला छैन अब हामी कुरा गरौँ यो आई एम नट ओके यु आर नट ओके आई एम नट ओके यु आर ओके आई एम ओके यु आर नट ओके यो सबलाई आई एम ओके यु आर ओके भन्ने पोजिसनमा कसरी पुर्याउने त्यो बारेमा अब हामी कुरा गरौँ